ए हर्क दाजु, तपाईँको त्यो पार्टी हो कि राईहरूको पारिवारिक भेला हो? तपाईँको त्यो पार्टी हो कि राईहरूको पारिवारिक भेला हो? म त तपाईँको पार्टीमा त राई बाहेक अरू कोही देख्दिनँ त। हेर्नु त तपाईँ आफै। अब अध्यक्षमा तपाईँ आफै हर्कराज राई, महासचिवमा आर्यन राई, अनि संसदमा ध्रुव राई, अनि प्रदेश मुख्यमन्त्रीमा सुदन किराती राई, अनि धरानको उपमेयरमा धनबहादुर राई। अनि दाजु, लिम्बाहरू चाहिँ खाडीमा बसेर तपाईँको क्युआरमा पैसा पठाउने र तपाईँको श्रमदानमा दालमोट चिउरा खाएर ढुङ्गो बगाउने काम मात्रै हो र? तपाईँको श्रमदानमा दालमोट चिउरा खाएर ढुङ्गो बगाउने काम मात्रै हो र? यसरी त हुँदैन दाजु, सबैले मिलाएर राख्नु पर्यो क्या पार्टीमा। अनि अर्को कुरा, तपाईँको पार्टीमा त राज्यसम्म ल्याउने ठुलो चाहना छ अरे त। कहाँ हुन्छ त दाजु यसरी? बकोलोको हुलमा काग मिसाएर हुन्छ? अनि राईमा हामीलाई मिसाएपछि त अनि विरोध भइहाल्छ नि। अनि राईमा हामीलाई मिसाएपछि त अनि विरोध भइहाल्छ नि। यसै विरोध गर्ने काम चाहिँ नगरौँ है दाजु, म पनि सहमत छैन।